हामी चाहिँ आज भेगास जान लागेको है। यति धेरै एक्साइटेड छु। फर्स्ट टाइम अमेरिका आएबाट फर्स्ट टाइम जान लागेको है। मेरो हस्बेन्ड चाहिँ धेरै गइराख्नु भएको छ कामको सिलसिलामा। म चाहिँ अनि मेरो बच्चाहरू चाहिँ जानै पाएको थिएन कि हामी है। अनि अघिल्लो दिनमा प्लान गरेर है, अनि भान्जीहरूसँग प्लान गरियो अनि जाउँ भन्ने कुरा भएर अनि त्यही दिनमा रेडी भएर है, रेडी गरेर अनि जान लागेको। यस्तो धेरै एक्साइटेड छौँ हामी चाहिँ। बच्चाहरू पछाडि सुतेको बेलामा म चाहिँ एकैछिन अगाडि बसेर भिडियोहरू फोटोहरू लिँदैछु है। अनि के भन्दैछु मैले त्यहाँ चाहिँ युट्युब स्टार्ट गर्न एकदमै मन लाग्यो कि, अनि त्यही भएर म चाहिँ एउटा भिडियो बनाउनु पऱ्यो भनेर त्यहाँ बोलिरहेको छु। एकदमै रमाइलो भयो है। हामी एकदम इन्जोय गर्दै गइरहेको थियौँ। अनि हाम्रो भान्जीहरूको गाडी चाहिँ पछि पछि आइरहेको थियो, हामी चाहिँ अलि अगाडि नै थियौँ। अनि गयो, यस्तो राम्रो भ्यू कि अब पुरै नगरौँ कि, यस्तो रमाइलो अनि एकदम धेरै रमाइलो। फाइनल्ली हामी पुग्यो 4 घन्टाको ड्राइभ गरेर, अलमोस्ट 5 घन्टै भनौँ न। अब बाटोमा यताउता अब खाजा खाँदा ओर्दा चाहिँ 5 घन्टा नै लाग्यो। अनि हामी फाइनली भेगास नै, यो चाहिँ भेगास नै पुग्यो है। अनि एकदम एक्साइटेड थियौँ। अनि होटल पनि अघिल्लो दिनमै बुक गरेको है। अनि त्यही भएर हल्का महँगो नै पर्यो है। अनि फाइनली भेगास आइपुग्यो। होटलहरू कति रहेछ। अनि सर्कस देखिरहेको रहेछ बाटोमा। अनि ट्याक्क भिडियोहरू थोरै लिएँ मैले। अनि अब नानु रोएर पछाडि बस्नु पऱ्यो है, राम्रोसँग भिडियो नै खिच्न पाइनँ। अनि तर पनि कहिलेकाहीँ अगाडि पछाडि आउँदै भिडियो खिच्दै चाहिँ गरेको थिएँ है। मलाई चाहिँ एकदमै मनपर्छ फोटो भिडियोहरू लिनको लागि। तर मेरो हस्बेन्ड चाहिँ खासै म रुचाउनुहुन्न फोटो भिडियो लिनलाई है। अनि गयौँ, एकदमै एक्साइटेड थियौँ हामी चाहिँ है। अनि होटेलको त लिन भ्याइन है, त्यतिकै हामी बाहिर निस्क्यौँ केही टाइमपछि। अनि अहिले चाहिँ हामी त्यो यस्तो स्काई भनेको छ नि त, यो आर्टिफिसियल स्काई होइन, त्यहाँ गयौँ। यस्तो रमाइलो है। अनि तर त्यति 4-5 घन्टा ड्राइभ गरेर आउँदा पनि थकै नै नलाग्यो के। अब हुन्छ नि, अब एकदम धेरै एक्साइटेड भएर होला है। बच्चाहरू त्यहाँ छन्, मबाट चाहिँ एउटा भिडियो लिदिनु भन्नु लागेको। अनि म पनि यहाँ रमाइलो गर्दैथ्यौँ, घुम्दै थियौँ है। अनि फोटोज भिडियोजहरू पनि लियौँ। अनि त्यतिकै अब फर्किनु पऱ्यो भनेर फर्क्यौँ केही टाइमपछि। अनि फर्केर अहिले चाहिँ बेलाजियोतिर, होटल बेलाजियोतिर घुम्न जाउँ भनेर जाने कुरा भयो। अब भेगास भनेको नाइटमा त रमाइलो हुने हो है। घरमा बसेर त होटेलमा बसेर त के गर्नु। अनि बेलाजियोको अगाडि चाहिँ एउटा वाटर फाउन्टेन सो हुँदो रहेछ। अनि यो हेऱ्यौँ। यसमा चाहिँ मैले भिडियो एडिट गर्न अलिक भयो र अनि यस्तो भयो है। अनि त्यतिकै हामी घर फर्क्यौँ, घर भन्दा नि होटेल फर्क्यौँ। अनि फर्केपछि बेलुका सानो एउटा सेलिब्रेसन गऱ्यौँ। भान्जीले केक लैजानु भएको थियो भेगास भनेर। अनि हामी चाहिँ यहाँ सेलिब्रेट गर्दैछौँ है, टिपेर। अब बहिनीको टर्न छ न। बहिनीलाई काट्न क्यामेरामा हेर त सबैले।
हाई गरे ल पर्के आमाको चम्चो के भएको यो लडेको ल अब त्यो काम चाहिँ यस्तै रमाइलो गऱ्यौँ एकदम रमाइलो भयो है बच्चाहरूको बर्थडे चाहिँ यही मन्थमा भएको हुनाले चाहिँ त्यो दिनमा चाहिँ होइन तर बर्थडे भनेर सेलिब्रेट गऱ्यौँ है रमाइलो भयो अनि भोलिपल्ट चाहिँ हामी बिर्सेछु हामी चाहिँ बर्थड्याम गयौँ बर्थड्यामको सानो अनि बर्थडेबाट फर्केर लस भेगसको साइनमा गयौँ है एकदम रमाइलो भयो भान्जी र म फोटो यति धेरै खिच्यौँ है अनि त्यति धेरै राम्रो फोटो चाहिँ आएन चाहिँ फोटो चाहिँ एकदम धेरै खिच्यौँ खिच्नु चाहिँ अनि फर्केर आएपछि चाहिँ बेलुका बच्चाहरू सुताएर पार्टी गर्दैछौँ हामी चाहिँ है पिज्जा पार्टी अनि भान्जीले फेरि गर्नुभएको थियो अनि यस्तै रमाइलो भयो त्यो दिनमा सक्यो अनि भोलिपल्टको बिहान रेडी भएर चाहिँ हामी अब रेड रक क्यानन जाने भनेर गयौँ जाँदैछौँ बाटोमा यस्तो राम्रो छ है त्यहाँको बाटो माइ गड है म त हुन्छ नि त्यहीँ बसिरहेको 1-2 घन्टा नै त्यहीँ बसिरहेको आफै हिँडेर इन्जोय गरौँ जस्तो लागेको थियो अनि यस्तो रमाइलो के जति हेरी पनि नथाक्ने टाइपको थियो है अनि गयौँ अनि देखिरहेको छ उहाँ तल हेर्नु न यो चाहिँ नेचुरल हो अरे है कस्तो सबै हुन्छ नि पुरै पहाड नै पहाडको ढुङ्गा नै रेड थियो कि पुरै होइन अनि एकदमै रमाइलो अनि फेरि त्यहाँको त्यो भ्यू अनि हुन्छ नि सिन पनि एकदमै राम्रो थियो है हेर्दै हेर्दै गयो म चाहिँ यति धेरै भिडियोजहरू लिएँ कि अब कुरै नगरौँ के जता हेऱ्यो त्यतै भिडियो खिच्नु मन लाग्ने है अनि फेरि हावा पनि त्यस्तै थियो एकदम बजारहरू निकाल्नै नसकिने गाडीबाट है एकदम हावा चलिरहेको थियो कपाल त उडाएर कहाँ पुऱ्याइसक्यो है हेऱ्यौँ एकछिन फोटो भिडियोज लियौँ अनि त्यहाँको अनि त्यत्तिकै फर्क्यौँ अनि फर्क्यौँ बाटो पनि हेर्नु न कस्तो राम्रो छ माइ गड यस्तो रमाइलो यहाँ चाहिँ हिँडेर मान्छेहरूले नि यहाँ चाहिँ हिँडेर यो हुन्छ नि यो माउन्टेनको माथि जाने है ताकि गयौँ त्यहाँबाट 2 आवर्स अथवा 3 आवर्स कति आवर्स ड्राइभ गरेर चाहिँ हामी फेरि डेथ भ्याली जाने भनेर गयौँ है यो चाहिँ डेथ भ्याली हो अनि तर हामी बाटो मिस्टेक भएर अलिक पर चाहिँ पुग्यौँ त्यही टाइम तर पनि हामी यहाँ पुग्यौँ यस्तो रमाइलो थियो भनौँ कि के भनौँ है एकदमै ओल्डको एकदमै हटेस्ट प्लेस भन्छ नि त है अब यो के भन्छ समरमा त जानै सकिँदैन अनि एकदमै त्यति बेला पनि तातो हावा आइरहेको थियो अनि त्यतिकै त्यहाँबाट हामी फर्क्यौँ गाडीमा आयौँ यस्तो बाटो आयौँ कि त्यहाँ वरिपरि केही नै छैन के नेटवर्क पनि टिप्दैन अनि घरहरू पनि कतै देखेकै छैन अनि यस्तो बाटो थियो कि रोड मात्रै थियो अनि गाडी पनि राम्रोसँग चलेकै थिएन कि यस्तो बाटो आयौँ अनि अब म चाहिँ के गरेँ टाइम पास गर्ने के गरेर इन्टरटेन गर्ने ड्राइभ गर्ने मान्छेलाई पनि यस्तै हुन्छ नि त अनि भनेर म चाहिँ अब भिडियोजहरू लिने थिएँ बच्चाहरूसँग है सस्तो छ भनेर भन्दै थिएँ अब के भनिरहेको छु त म कस्तो रमाइलो छ है पुरै ऊ नै हो के भन्छ डेजर्ट नै डेजर्ट है केही छैन यहाँ यस्तै छ यहाँ बच्चाहरू यस्तो छ है एउटै चलिरहेको चाहिँ उठिरहेको चाहिँ समाउनु पर्छ अर्को यो को ए हो यसरी 3 दिन हामी भेगस गयौँ एक दिन बस्यौँ अनि एक दिन आयौँ गरेर 3 दिन भयो रमाइलो भयो घरमा आएको भिडियो चाहिँ त्यति लिन ए नै हो थ्याङ्क यू सक्यो है मेरो चाहिँ भेगस ट्रिप